अलि फास्ट है हिरो साथीहरु पुरा दौरा सुरुवालमा भित्र राजा नवयुव राजाको स्वागतको लागि तयारी छन्। त्यो बीचमा यतापट्टि सुन्दर नानी हुनुहुन्छ, फुल पनि त्यत्तिकै सुन्दर लिएर एयरपोर्टमा उभिनु भएको छ। के को लागि हो भन्नुस्? हजुर, आज चाहिँ हाम्रो हिमानी देवी शाह आउँदै हुनुहुन्छ, वीरेन्द्र विक्रम शाह आउँदै हुनुहुन्छ। उहाँको वेलकमको लागि चाहिँ हामी यहाँ एयरपोर्टमा आइसकेका छौँ। स्वागतको लागि के उहाँसँग हात मिलाउनुहुन्छ अहिले? मौका जुधे भनेपछि मिलाउला, हेरौँ। अवश्य मिलाउनुपर्छ है त। किन आउनुभयो एयरपोर्ट? राजा आउने हुने राजा हो। हजुर, राजा हुँदैन कसैलाई पनि एकदम है। राजा त राजा हो, एउटा मौरो हो त उनी हान्नु उसले बितडी जान्छ। हजुर, हामी त्यस्तै बितड्यौँ। हजुर, त्यही बिहा आयौँ। आहा, ल जुम्लाका बुढापाकाहरूमा राजाको माया एकदमै छ। बुढापा हजुर पनि राजा हेर्न आउनुभएको? नवराजको स्वागतको लागि, हिमानी शाहज्यूलाई स्वागतको लागि हाम्रो जुम्लाको सबै दिदीबहिनीहरू आमाहरू आउनुभएको छ। हजुरहरू चिटिक्क परेर किन आउनुभयो ल भन्नुहोस् त? ल उहाँलाई सम्मानको लागि हाम्रो जुम्लाको दिदीबहिनीहरू आमाहरू ल हामी धेरै खुसी छौँ। खुसी हुनुहुन्छ होइन? कतिखेर भेट हुन्छ उहाँसँग? ल ल यो चाहिँ जुम्लाको दृश्य हो। अब चाहिँ नवयुवराजलाई अब एकैछिनमा भेट्नुहुन्छ उहाँहरू। अब प्लेन चाहिँ नेपालगञ्जबाट उड्दैछ। अब यहाँ चाहिँ सुरक्षाको हिसाबले, स्वागतको हिसाबले सबै तयारी भएको छ। बवाल तरिकाले तयारी गर्नुभएको छ। त्यस्तै गरी अब बुढा बाहरू पनि यहाँ राजासँग, नवयुव राजासँग चाहिँ भेट्नको लागि तयारी अवस्थामा हुनुहुन्छ होइन त बुवा? हजुर, के को भेट हो यो? राजाको। ल राजाको माया त असाध्यै छ कि अझै पनि? माया त यो परान्तिन नाममा राजा नुहाइ परानै रहँदैन। ल ठिक छ, राजा राजा नुहाइसम्म परान हुँदैन भनेको देश र राजा चाहिँ प्राण हो। परान। ल खुसी लाग्यो एकदम मुटु। ल त्यस्तै गरी यता पनि ओहो दाजु कहाँ आउनु भएको छ? म त हिमानी सरकार आउँदै हुनुहुन्छ, त्यस कारणले एयरपोर्टमा तयारी। ल सबै हाम्रा जुम्ली जनताहरू उहाँको स्वागतको लागि, उहाँको न्यानो स्वागतको लागि तयारी अवस्थामा हुनुहुन्छ। अब एकैछिन चाहिँ अब नेपालगञ्जदेखि प्लेन उडिसकेको छ। अब एकैछिनमा उहाँको हामीले स्वागत गर्न पाउँदैछौँ। हिमानी शाहको स्वागतको लागि पुरै तयारी अवस्थामा भएको छ। यो चाहिँ एकदमै तयारी लाइनमा भएको छ।
ए होल्ड गरावे शाहको गाडी
फोटो ल केही जानकारी नपाएर फुल फुटेको मान्छे ल भयो फोटो भयो आज 5 बजेसम्म पुरा गर्छौँ ल हजुरहरूले भेट्नुभयो कि नै हामीले त भेट्यौँ हाम्रो भेट भयो एकदम खुसी लाग्यो अनि के गर्नुभयो त उहाँसँग कुरा गर्न पायो कि नै कुराकानी गर्न त अब पाएनौँ तर भेटघाट गरियो भेटघाट गरियो होइन ल हजुरहरू पुरा उत्साहित हुनुहुन्छ नि होइन ल ठिक छ मनदेखि उहाँ राज परिवारलाई स्वागत र सम्मान गर्नको लागि यी जुम्लाकी दिदीबहिनीहरू यो जुम्लाको यो लोकल ड्रेसमा फुल कलशहरू धपक्कै बल्यो कि बत्तीभन्दा पनि उज्याली भइकन आउनुभएछ ल त्यो रानी भन्दा झन् महारानी भइकन आउनुभएछ एकदम ल कान्जिरोवा होटलको प्राङ्गणमा अहिले कार्यक्रम सकिसक्यो र उहाँहरू भित्र आराम गरिराख्नु भएको छ सबै शुभचिन्तकहरू यतिखेर अब गइसक्नुभयो पछि केही लामो समयपछि फेरि भेटघाट गर्नुहुन्छ र भोलि उता यो गोठीचौर गाउँपालिकामा हिमानी शाहद्वारा एउटा हिमानी ट्रस्टबाट बनाइएको एउटा बर्थिङ सेन्टर अथवा प्रसुति गृह को शिलान्यासको लागि विशेष गरी उहाँ चाहिँ जुम्ला आउनुभएको थियो ठिक छ जुम्लामा एउटा देशका ठुला मान्छेहरू आउनुमा हामीलाई एकदमै गर्व महसुस भएको छ राष्ट्रका ठुला मान्छेहरू जुम्ला भ्रमण गर्नुमा जुम्लालाई सहयोग गर्नुमा धेरै राम्रो लागेको छ कर्णालीका सबै जिल्लामा उहाँहरूको उपस्थित होस् भन्ने हाम्रो कामना सहित बाँकी भिडियोहरू पनि अब एकछिनमा आउँछ सेल्फी हानिरहनु भएको छ राजासँग भेटेर खाजा थला गरेछन्